यहाँबाट चढेर अब यो एउटा हेर्नुहोस् पुरा यहाँ घुम्न जुरा गर्मी ठ्याक्क 12 बजेर यहाँ म बाटो पत्ता लगाउन नसकेर आनन्द भिलाजु महलतिर आइपुगेछु साह्रो रहेछ भाइ ठ्याक्कै यहीँ मुनि आइपुगेको छु भित्र पुरै यो भिलाजु महल कस्तो खतरा रहेछ भित्र खतरा छ धेरै बनाएको आकाश भिलाजु महल डिजाइन पनि यस्तो छ महल भित्र वेलकम छ आज चाहिँ म यता के अरे मेरो काम परेर यता हुन्छु अरे आज यहाँ काम सकेर नि आज अब रिजल्ट के आउँछ थाहा छैन जे आएको होइन एक टाइम गरेको छु है आफूले सकेको गरेको छु यो ठाउँमा आइपुगेको छु म चाहिँ यो टावरमा के महल हो यस्तो तातो छ 12 बज्ने लाग्यो घाम अहिले तो साथीहरू कस्तो तातो हो म अहिले बाहिर छु कि ठ्याक्क 12 बज्न लाग्यो मेरो यहाँ थोरै काम थियो कि आज यसो वकको लागि त्यही भएर म यता यहाँबाट चढेर अब यो यहाँ आइपुग्यो यहाँ घुमेर जान्छु है यहाँको बाटो त थाहा छैन मलाई बाटो कता के हो थाहा छैन यो अब यो एउटा यहाँ महल देखिरहेको थियो सधैँ देखिरहन्थ्यो बाटोबाट ठ्याक्कै आज त्यहाँ आइपुगेको छु हेर्नुहोस् ल यस्तो छ पुरै गर्मी लोत छ अब यसै यहाँ आइपुगेपछि यो घुमेरै जानु पर्यो नि त कति माथि हो यो त आम्बो ओ यस्तो छ पूर्ण तातो न तातोमा कहाँ हो के हो के थाहा छैन आयो नि त आइयो ल यहाँ आइपुगेँ साथीहरू म यस्तो छ पुरै यस्तो छ ल हेर्नुहोस् यो महल के छ सधैँ त्यो बाटोतिरबाट देखिरहन्थ्यो ठ्याक्कै आज त आइपुगेछ आज चाहिँ म यतातिर आएको छु यो यतातिर आएको छु भन्दा नि म यता अब काम परेर नि ठ्याक्कै यही साइडमा रहेछ क्या यो टावर चाहिँ हेर्नुहोस् पुरा यहाँ यो बाटोबाट देखिरहन्थ्यो यो टावरमा जानु पाएँ कहाँ हो जस्तो लाग्थ्यो मैले आज यतैतिर आइपुग्यो होइन अब घुम्न जुरा भन्नु कि के भन्नु होइन यस्तो गर्मी छ साला यति गर्मी छ कि अहिले ठ्याक्क 12 बज्न लाग्यो यस्तो घाममा यस्तो तर मजा रहेछ यतातिर दामी रहेछ यस्तो पुरा के अरे चौरी बगैँचा गार्डनहरू दामी पुरा रुखै रुख रोपेका यस्ता खतरा होइन यहाँनिर यस्तो टावर यस्तो चाहिँ साथीहरू यस्तो लोत गर्मी चाहिँ म कहाँनिर जाने भन्ने कुरो नै यहाँ म बाटो पत्ता लगाउन नसकेर तनाव भएर यहाँ बसिरहेको अब मेट्रोमा जानुपर्ने अब ट्याक्सी जाँदा पैसा सकिन्छ लोत त्यही भएर मेट्रो स्टेसन कहाँ हो के हो थाहै छैन मान्छे कोही भेटिँदैन रहेछ यस्तो गर्मी छ ल पिपलको रुख रहेछ यहाँ सरर हावा चलिरहेछ सो अनि यो राउन्ड यसो एक राउन्ड हानेर यहाँबाट निस्किनु पर्यो भने सोचेको यहाँ आइपुगेपछि यहाँ घुमेर त जानै पर्यो नि त होइन म चाहिँ यहाँ खासको लागि यहाँ इन्टरभ्यूको लागि आएको थिएँ लिएर फर्क्यो अब के हुन्छ थाहा छैन कस्तो दामी हावा आएको यार शीतल हावा आइरहेको छ साथीहरू यार एकदम पुरा चराहरू पनि मस्त उडिरहँदो रहेछ होइन यसरी आनन्द यस्तो छ पुरा पुरै के अरे चौरी के भन्नु यस्तो शीतल
सो साथीहरू म चाहिँ भिलाजु महल आइपुगेको छु। यहाँ चाहिँ यस्तो पुरै के अरे हाँसहरू हुँदो रहेछ होइन, पुरा पोखरी। अब यहाँ भित्र जानुपर्छ है साथीहरू, टक्क लाएर। भिलाजु महल भने सुने त्यो नाम त होइन, आइयाति थिएन। भिलाजु महलतिर आइपुगेको छु साथीहरू। ल आज चाहिँ घुमिन्छ, तर घुम्ने भनेर प्लानले त आएको होइन साथीहरू, म काम विशेषले आएको हो। तैपनि अब यतै आइपुगेछ भिलाजु महलतिर। केही छैन यस्तो चाहिँ गर्मी लोत छ है साथीहरू। ओहो ल हेर्नुहोस्, यस्तो पुरै यहाँ यस्तो रहेछ पुरै। ल यस्तो पुरै यो पानी, यो सबै फेरि यहाँ पोखरी बाह्र जग्गा होला। पोखरी जग्गा चाहिँ होइन कि पन गरे हो कि बना देख्न सक्नुहुन्छ ल साथीहरू, यस्तो छ पुरा। यस्तो चाहिँ ल हेर्नुहोस्, पुरा दामी पाराले यहाँबाट आउँदो रहेछ पानी। उता डुङ्गा नि खेल्न नुन्ने रहेछ। पुरै ओ माई गड, ये बिटी तातो। ल हेर्नुहोस् साथीहरू, यस्तो छ। म चाहिँ ल ठ्याक्कै यहीँ मुनि आइपुगेको छु। कहाँ हेर्दा त यत्रो देख्थ्यो, यहाँ त यत्रो ठुलो छ। आम्मामा कहाँ हो यो, कति ठुलो हो आम्मा, यति ठुलो छ यहाँ। यो उताबाट हेर्दा त त्यहीँ जस्तो लाग्थ्यो होइन, यहाँ त हेर्नुहोस् यत्रो आम्मा कति अग्लो। यस्तो पुरै यो भिलाजु महल यस्तो खतरा रहेछ भित्र त, बाफरे। यस्तो हेर्नुहोस् ल, यस्तो गर्मी भएको छ। म मेट्रो स्टेसन खोज्दै हिँडेको, कहाँ हो थाहै छैन। गर्मीले मर्ला जस्तो भइसक्यो यार। यस्तो छ हेर्नुहोस् ल, के हो खतरा छ धेरै बनाएको आकाश। हेर्नुहोस् त आज कहाँ आइपुग्यो म आज, यस्तो पुरै क्या खतरा। हेर्नु चाहिँ क्या डिजाइन हो यार, पुरा आकाश माथिबाट यस्तो, यहाँ मुनिबाट यस्तो। यो भिलाजु महल यार, डिजाइन पनि दामी बवाल। हाम्रो यस्तो छ हेर्नुहोस्, खतरा यस्तो पुरो आकाशहरू। खतरा छ हेर्नुहोस् ल, माथिबाट आकाश, माथि घरबाट डिजाइन छ कि यहाँ पुरा यस्तो बवाल अँध्यारो भए जस्तो के। यस्तो एउटा नेचुरल आकाश होइन है फेरि, भित्र महल भित्र। बवाल छ यार, बवाल छ त्यो बाबा। जता हेऱ्यो त्यतै खतरा। स्टेसन चाहिँ यहाँ रहेछ, यस्तो पुरा यस्तो दामी छ यादनमा। आमा के हो यस्तो डेन्जर छ त यार, आकाशै बनाएको छ त यार पुरै।
यो माथिबाट घर यस्तो दामी दामी कट्टी भिलाजु महल भिलाजु भनेर सुनेको थिएँ